साइजको Hello everyone, welcome back to my channel. I'm Twinkle and today welcome back to yet another shopping haul. So today's haul is special because it is Jogmani's haul and यो चाहिँ pre-planned थिएन haul. Actually त्यहाँ जानु पनि pre-planned थिएन. Just the circumstance occurred अनि हामी चाहिँ त्यहाँ पुग्यौं अनि पुगिसकेपछि सामानहरु किनिसकेपछि चाहिँ I thought why not share whatever I got from there. It is not a long haul, so stay tuned to get to know what interesting things that I got from Jogmani. Jogmani लाई चाहिँ मिनी सरोजनी पनि भनिन्छ because त्यहाँ चाहिँ एकदम धेरै नै अफोर्डेबल सामानहरु पाइन्छ plus like quality अनि deals that you get there is top notch. So now without any further ado, let's get started in the video. So let's start with footwear. हामीले चाहिँ त्यहाँ गएर सबभन्दा बढी किनेको भनेकै फुटवेयर थियो बिकज के रे फुटवेयरहरु चाहिँ यति अफोर्डेबल प्राइसमा पाइरा थियो त्यहाँ गए चाहिँ कस्तो कन्फ्युज हुने कि लाइक के किनम नकिनम भनेर जस्तो त्यस्तो कस्तो अप्सन्सहरु अवेलेबल थियो नि त त्यहाँ अनि त्यो हेरेर चाहिँ एकदम धेरै नै कन्फ्युजन भइरा थियो हामीलाई जाने बित्तिकै हेर्ने बित्तिकै त्यो फर्स्ट लाइनहरुमा रेडीहरुमै यो वाला जुत्ती चाहिँ मैले किनेको थिएँ अनि यो चाहिँ लाएर हेर्दाखेरि नि एकदम कम्फर्टेबल प्लस ट्रेन्डी पनि छ कि एकदम धेरै अनि यो ट्रेडिसनल अनि प्लस नन ट्रेडिसनल फ्युजन आउटफिटहरुसँग चाहिँ नि एकदम राम्रो नै जान्छ सो मैले चाहिँ यो फर्स्ट पर्चेज हाम्रो भनेको चाहिँ यो जुत्तीकै थियो अनि यो चाहिँ मैले कतिमा किनेको भनेपछि 350 मा किनेको थिएँ दिस वान अनि यो सँगसँगै अर्को पनि एउटा यस्तै हक्सुज टाइपको भन्नाले नि फर्मल आउटफिटहरुसँग चाहिँ मजाले चाहिँ लाउन मिल्ने टाइपको चाहिँ मैले एउटा यो मरून कलरको सुज किनेको थिएँ यसमा चाहिँ राम्रो यहाँ लाइक बॉडी टेल छ अनि यो फर्मल इन्फर्मल दुईटै आउटफिटसँग जान्छ सो यो पनि 350 कै हो सो कुनै पनि आउटफिटहरुसँग चाहिँ यो स्टाइल गर्दाखेरि एकदम नै राम्रो देखिन्छ अनि यो मरून कलर भएको हुनाले चाहिँ यस्तो ट्रेन्डिङमा पनि थियो यो कलर अनि मैले हेर्ने बित्तिकै मैले हल्का हिलमा चाहिँ खोजिरहेको थिएँ यसको बट एकदम धेरै नै लाइक यतिसम्म हिल थियो कि सो धेरै नै त्यो हुन्छ हामीलाई हिलाउने बानी नभएको मान्छेहरुलाई चाहिँ अलि गाह्रै हुन्छ भनेर चाहिँ लास्टमा मैले यही लिएर आएको यो पनि 350 कै हो सो नेक्स्ट पर्चेज हाम्रो सुकै कलेक्सनमा चाहिँ मेरो जुन दिदी को छोरा छ उसको लागि चाहिँ हामीले यो वाला सुज लिएको हो यो बच्चाहरुको लागि एकदम नै कम्फर्टेबल हुन्छ राम्रो पनि हुन्छ मैले चाहिँ यो यतातिर सोच्दाखेरि अलमोस्ट 750 त्यसरी भनेको थियो कि तर त्यहाँ चाहिँ 250 मा लिएर आएको हो कि यो भन्ने चाहिँ कतिको अफोर्डेबल होला भनेर सोच्नु न 250 मा लिएर आएको यो अनि यो लाइक सेमी लेदर टाइपको हो त्यसको भित्रको सोल चाहिँ एकदम धेरै राम्रो छ के सो दिस इज अ गुड स्टिल डिल भन्नाले नि स्टिल भन्छ म त सँगसँगै हामीले चाहिँ त्यही सरोजनी नगर बाहिरबाट लाइक विराटनगर पछि छ नि त सरी सरोजनी नगर जोगमनी विराटनगर पछि छ नि त जोगमनी अनि विराटनगर खास कामले गथ्यौं अनि त्यो जोगमनी जानुभन्दा एक दिन अगाडि चाहिँ यो वाला चप्पल किनेको हो कि त्यहाँ यो चाहिँ विराटनगरकै पसलहरुमा किनेको पर्दा चाहिँ महँगो परेको थियो त्यहाँ गएर चाहिँ कस्तो उस भइरहेको थियो कि किन किन्यौं भनेर यत्रो महँगोमा भनेर अनि यो चाहिँ 900 मा किनेको नि तर यसको ड्युरेबिलिटी राम्रो छ यसको सोल पनि राम्रो छ पछाडीको यस्तो लाइक चिप्लिँदा नि चिप्लिँदैन सो दिस इज अल्सो अ गुड डिल अनि यो पनि ब्राउन कलरमा कस्तो ब्राउन र क्रीम कलरको कम्बिनेसन हो सो यो पनि एकदमै राम्रो देखिन्छ नेक्स्ट त्यही पसलमै चाहिँ त्यही सँगसँगै हामीले यो पनि किनेको थियौं यो वाला चाहिँ डेली वेयर युज गर्न मिल्छ कस्तो मजाले हिँड्दा उस कम्फर्टेबल पनि हुन्छ हामीले किन्ने बित्तिकै युज गरेको यो अनि सपोज 2 दिन लगायौं अनि त्यत्रो जोगमनीको बजार घुम्दाखेरि नि कस्तो लाइक के प्रब्लम भएको थिएन कि एकदम राम्रो कम्फर्टेबल छ ड्युरेबल छ यो चाहिँ लाइक 550 जस्तोमा किनेको हो देखाएको चाहिँ मैले उहाँको लागि किनेको यो कस्तो लाग्यो तिमीलाई यो बाबु कस्तो लाग्यो राम्रो छ ल भने तिमी यो पानी वाला
या नाउ ब्याक टु जगमनीको हल। सो त्यहाँ चाहिँ लाइक मैले यही जुत्ती किनेको ठाउँमा पनि हामीले यो पनि किनेको हो। अनि ब्ल्याक र पिङ्कको कम्बिनेसनमा चाहिँ हामीले यसलाई किनेको थियो। यो पनि 350 कै रेन्जको हो। अनि यसको चाहिँ उहाँले लाइक फुल वाटरप्रुफ चाहिँ होइन, तर हामीले अलि बचाएरै हिँड्न पर्छ। बट 350 मा यस्तो स्यान्डल पाउनु भनेको चाहिँ इट्स ड्याम गुड डिल। यो हाम्रो यो पनि ट्रेडिसनल नन ट्रेडिसनल सबैसँग जान्छ। प्लस यहाँ यसमा चाहिँ यस्तो यो ब्लिङ छ, यो पनि एकदम धेरै नै राम्रो छ। अनि यस्तै टाइपमा चाहिँ अर्को पनि फित्तावाला चप्पल थियो। अनि त्यसमा पनि ठुल्ठुलो लाइक डायमन्ड्सहरू हुन्छ नि नगहरू, त्यो पनि त्यस्तो टाइपको थियो। त्यो पनि 350 मै थियो। तर त्यसको जुन लाइक डायमन्ड्सहरू जुन हुन्छ नि त्यो चाहिँ उल्टो चिप्काएको थियो के। सो त्यहाँ गएर चाहिँ सपिङ गर्दाखेरि त्यस्तो डिफेक्टिभ पिसहरूको पनि लाइक ख्याल राख्नुपर्छ कि यु क्यान गेट स्क्याम्ड। नराम्रो सामान पनि आउन सक्छ भन्न खोजेको त्यस्तो। त्यही भएर राम्रो चेक गरेर सामान किन्न खोजेको सामानहरू चाहिँ एकदम चेक गरेर लिनु होला। सुजको कलेक्सन, जुत्ता स्यान्डलहरूको कलेक्सन चाहिँ यति थियो। अनि अरूबाट पनि धेरै नयाँ नयाँ 20 डिफ्रेन्ट भेराइटीका लाइक जुत्ताहरू अरू कपडाहरू सबै थिए कि त्यहाँ। हामी अलि बेलुका गएको भएर चाहिँ त्यस्तो राम्ररी एक्सप्लोर गर्न पाएको थिएनौँ। सो तपाईँहरू चाहिँ जानुहुन्छ त्यहाँ भने सपिङ गर्न खोज्दै हुनुहुन्छ भने अलि चाँडै गएर बरु टाइम लिएर मजाले एक्सप्लोर गर्नुको त्यो ठाउँमा। किनभने त्यहाँ भित्रको पसलहरूमा एकदम धेरै राम्रो राम्रो सामानहरू पाउँछ कि। बट खोज्न जानुपर्ने हो नि त, खोज्न जानुपर्ने। अनि बार्गेनिङको कुरा गर्दाखेरि चाहिँ लाइक धेरै जसो पसलमा फिक्स्ड प्राइस हुन्छ कि, अलरेडी कम रेट राखेको हुन्छ तिनीहरूले। सो फिक्स्ड प्राइस हुन्छ। अनि धेरै लाइक डिस्काउन्ट पनि गर्दैनन् कि, कुनै पसलले त्यो डिस्काउन्ट गर्दैनन्। तर कुनैले चाहिँ लाइक 10% 15% त्यस्तो मात्र गर्छ। सो त्यो कुरा चाहिँ ख्याल गर्नु होला। प्रायः यतातिरको चाहिँ सपिङहरू बिहाको सपिङहरू हुन्छ नि, तिनीहरू चाहिँ गर्न जाँदा खोज्दाखेरि जोगमुनीमै गएर आउँछन् कि। सो तिनीहरू जुन त्यो भित्रका पसलहरू हुन्छ नि, रिटेलरहरू होलसेलरहरू, अनि तिनीहरूकोमा गएर चाहिँ लाइक ठुलो लार्ज 20,000 40,000 50,000 त्यसरी सपिङ गऱ्यो भने चाहिँ मजाले डिस्काउन्ट दिन्छ कि तिनीहरूले। अनि सानोतिनोमा चाहिँ त्यस्तो खासै नदिँदो रहेछ भनेर चाहिँ हामीले एक्सपिरियन्स गरेको कुरा। मेरो चाहिँ फर्स्ट टाइम थियो जोगमनी गएको। मैले सुन्न त धेरै सुनेको थिएँ, भनिन्छ नि नजिकको तीर्थ हेला भनेर। सो त्यस्तै नजिक छ यहाँबाट। बट अझसम्म चाहिँ मैले गएकै थिएन कि म त्यहाँको मार्केट। अनि गएपछि त कस्तो सहक भएको कि मैले सबै कुरा पाइरहेको थियो त्यहाँ, सबैलाई कस्तो अफोर्डेबल कुराहरू। अनि त्यहाँ चाहिँ लाइक यो 350 भनेको थियो नि त सुरुमा, सरी कति भनेको थियो भने चाहिँ 400 भनेको थियो कि। अनि 400 भनेको थियो। अनि मैले चाहिँ के सोचेँ भने चाहिँ IC 400 बन्यो होला। अनि त्यस्तो कन्फ्युजन चाहिँ धेरै हुँदो रहेछ कि। तिनीहरूले चाहिँ 400 भन्ने भनेको चाहिँ नेपाली 400 हो कि। सो त्यो कुरामा चाहिँ कन्फ्युज नभइदिनु होला। त्यस्तो भयो भने चाहिँ पैसा यसरी जान्छ। मुभिङ अन, त्यसपछि चाहिँ हामी यसो एक्सप्लोर गर्दै जाँदाखेरि एउटा सानो लाइक साइकलहरूमा राखेर यसो बेचिरहेको हुन्छ नि ज्वेलरी टाइपको, अनि सक्सहरू टाइपको, अदर अर्नामेन्ट्सहरू टाइपको। अनि त्यस्तोमै चाहिँ सक्सहरूको पसलहरू पनि थियो। अनि सक्सहरूको पसलमा गएपछि चाहिँ सबभन्दा फर्स्टमा किनेको यो चाहिँ ब्ल्याक कलरको, यसमा यस्तो प्याटर्नको छ। अनि यो पनि त्यस्तै टाइपको हो, लाइक अफिस वेयरहरू अनि बाबाहरूलाई दाइहरूलाई यस्तो चाहिँ ठिक्क हुन्छ कि। अनि गर्मीको टाइम पनि आइरहेछ अनि एकदम बाक्लो पनि छैन, बट पातलो पनि छैन कि, यो ठिक्कको छ। अनि यसको लाइक प्राइस के यो 50 हो, 50 इच 50। हामीले यतै नेपालतिर यतै कतै किन्दाखेरि चाहिँ लाइक इचलाई चाहिँ 100 पर्छ कि। सो त्यहाँ डाइरेक्ट हाफ परेको छ हामीलाई यसको। सो हामीले सक्स धेरै नै किनेको, यो 4 जोडी यता किनेको, अनि यो 2 जोडी वाइटवाला किनेको हो स्कुल नानीको स्कुलको लागि। त्यो सँगसँगै चाहिँ मैले यो 2 जोडी मैले नि किनेको थिएँ। कस्तो ल्याभेन्डर कलरको, लाइल्याक कलरको राम्रो लाइक लिटल हार्ट्स भएको हो। अनि प्लस यो चाहिँ ब्लू कलरमा किनेको थिएँ, यस्तो प्याटर्नवाला। यो चाहिँ अहिले अब समरहरूमा चाहिँ एकदम धेरै नै राम्रो देखिन्छ, जुन आउटफिटसँग स्टाइल गर्दाखेरि नि राम्रो देखिन्छ। नेक्स्ट धेरै ढिलो भइसकेको थियो मेन हामीलाई त्यति हेर्दै घुम्दै। अनि त्यही भएर चाहिँ ढिलै गएको हामी। अनि त्यही भएर चाहिँ निस्किँदाखेरि यो ब्याग हेरेको थिएँ मैले। मलाई धेरै टाइमदेखि यस्तो ब्याग लिन मन थियो। यसमा यो चाहिँ सोल्डर लाइक वाला ब्याग हो, सोल्डर लेन्थ, डार्क ब्राउन कलरको ब्याग हो। अनि यसमा चाहिँ यस्तो स्लिङ ब्याग
जस्तो पनि दिएको छ। अनि अहिलेको जुन ट्रेन्डी ब्यागहरू छन्, जुन मुनवाला ब्याग थियो अनि लाइक सिम्पल रेक्ट्याङ्गुलर ब्यागहरू पनि सबै धेरै डिजाइनहरूका ब्यागहरू थियो त्यहाँ। अनि सबै लाइक रिजनेबल प्राइसहरूमा के। यसको चाहिँ 500 भनेको थिएँ अनि हामीले चाहिँ 300 मा दिनु भनेर भनिरहेको थियौँ कि अरू सामानमा डिस्काउन्ट गरेको उसले गर्दाखेरि दिनु भनेर भनिरहेको थिएँ। अनि त्यो दाइले लिएर राखिदिनु भयो कि त्यहाँ। त्यस्तो नि गर्छन् तिनीहरूलाई भएन भने चाहिँ के। अनि लास्टमा चाहिँ मैले यसलाई 400 मा लिएर आएको हो। 400 चाहिँ राम्रै ढिलो। अहिले मलाई कस्तो रिग्रेट भइरहेछ भने मलाई अरू पनि लिनुपर्ने रहेछ, अर्को मुलवाला पनि लिनुपर्ने रहेछ भनेर चाहिँ डिफ्रेन्ट कलर अप्सनहरू पनि पाउँछ त्यहाँ। सो डेफिनेटली चेक इट आउट। त्योसँगै चाहिँ यस्तो स्कुल ब्यागहरू हुन्छ नि, अनि स्कुल ब्याग पनि अफोर्डेबलै पाइरहेको थियो। यो चाहिँ 500 मा किनेको। यसको लाइक कम्पार्टमेन्ट पनि 2टा कम्पार्टमेन्ट छ। अनि यहाँ अगाडि यस्तो चाहिँ हुन्छ नि, अगाडि त्यस्तैवाला चेन पनि छ। सो यो चाहिँ 500 मा किनेको। यसमा चाहिँ खासै डिस्काउन्ट चाहिँ गरेन हामीलाई, 550 त्यसरी भनेको थियो। अनि 500 मै दिएको हो। अनि ढिलो भएको कारणले हामीले धेरै बार्गेनिङ पनि गरेनौँ। अनि यसको स्पेसेस पनि धेरै छ। यहाँ यतातिर किन्दाखेरि अलमोस्ट लाइक 900-1000 पर्छ होला यसको ब्यागलाई। सो क्वालिटी पनि अहिले हेर्दाखेरि राम्रै छ, तर चेनको क्वालिटीमा केही भन्न सकिन्न नि त सामानहरूको। पछि अब युज गरिसकेपछि केही हुन्छ कि भनेर। सो त्यति थियो यो ब्यागको हाल। नाउ लेट्स मुभ टु क्लोथ्समा चाहिँ हामीले धेरै त्यस्तो क्लोथ्सहरू किनेको होइन। डिफ्रेन्ट ठाउँहरू चाहिँ हामीले एक्सप्लोर गरेको थियौँ त्यहाँ। म अहिले एउटा भिडियोहरू प्ले गरिदिन्छु, त्यो चाहिँ हेर्नु होला। अनि त्यसमा चाहिँ भिडियो गर्न दिएको थिएन कि पसलहरूमा। सो त्यहाँ पसलहरूको भित्रको भिडियो चाहिँ गर्न पाएको छैन। बट त्यहाँ चाहिँ एकदम धेरै नयाँ ट्रेन्डी सामानहरू। अनि प्राइस ठिकै प्राइस, बिकज डिस्काउन्ट गरिरहेको थिएन नि त। सो कम्पेयर गर्यो भने चाहिँ प्राइसहरू ठिकै थियो। नट सो एक्सपेन्सिभ बट नट सो चिप एज वेल। इन सर्टको चाहिँ फ्लावर प्याटर्न भएको कुर्ता किन्यौँ। धेरै कुर्ताहरू, धेरै अप्सनहरू थियो। त्यसमध्ये चाहिँ लाइक छानेर यो ग्रिन कलरको, अनि यसमा चाहिँ यस्तो फुल धागाको काम गरेको छ, कडाई गरेको छ। अनि भी यस्तो बनाएको छ मन्दिर टाइपको। सो यो कुर्ता हो। साइजहरू चाहिँ टन्नै अभाइलेबल थियो। सो एउटा त्यो चाहिँ प्लस पोइन्ट हो। अनि यसको चाहिँ यस्तो लाइक ह्यान्ड्समा हाफ स्लिभ हो यो। अनि हाफ स्लिभमा चाहिँ यस्तो काम गरेको छ, धागाकै हो यो पनि, लेसवाला प्यान्ट्स। अनि सल आएको छ। सो सलमा लाइक प्रिन्टवाला फ्लावर छ, त्यसमा चाहिँ धागाको काम गरेको थियो, तर यसमा चाहिँ प्रिन्ट गरेको छ कि फ्लावरहरू। अनि यो यसको लेन्थ पनि प्रिटी राम्रो छ। ग्रिन कलरको, ग्रिन डार्क र अलि लाइट ग्रिन मिक्स भएको कलर हो यो दुईटा। यसको प्यान्ट लाइक एङ्कल लेन्थ टाइपको छ, अलि लामै छ, हेर्न सक्नुहुन्छ। अनि यहाँ हामीलाई चाहिँ एडजस्टेबल रबर प्लस डोरी दुइटै छ। सो फिटिङको इस्यु चाहिँ नहोस् भनेर यस्तो दिएको छ भने जस्तो लाग्छ मलाई। कन्भिनियन्ट अप्सन हो। नेक्स्ट हामीले किनेको चाहिँ यो ब्लू कलरको, डार्क ब्लूमा चाहिँ यस्तो लाइट पिङ्क कलरको चाहिँ फ्लावर डिटेल छ। अनि फ्लावर डिटेलमा चाहिँ यस्तो लेसहरूको काम गरेको छ। अहिले समरको लागि चाहिँ एकदम यस्तो कुर्ताहरू चाहिँ भाइब हुनेछ जस्तो लाग्छ मलाई। प्लस यस्तो लेस प्याटर्नले चाहिँ यसलाई एलिगेन्ट पनि देखाउँछ। सो दिस इज मोस्ट डेफिनेटली गोइङ टु बी अ ट्रेन्डी पिस आई थिङ्क। अनि योसँग पनि सेम अघिकै कुर्ताको जस्तो यस्तो लाइनिङवाला लाइक भर्टिकल लाइनिङवाला चाहिँ सल छ यो। यसको लेन्थ चाहिँ लामो छ, वाइट चाहिँ अलि सानो छ। अनि यस्तो लाउँदाखेरि पनि कस्तो राम्रो देखिन्छ। यो कलर चाहिँ मलाई जसलाई जस्तो स्किन टोनको मान्छेलाई नै सुट गर्छ जस्तो लाग्छ कि मलाई यो कलर। डेफिनेटली अ समर भाइब। अनि यसको प्यान्ट्समा पनि सेम अघि नै इलास्टिक प्लस यस्तो डोरी दुइटै दिएको छ। सो त्यसले गर्दाखेरि फिटिङको इस्यु हुँदैन। अनि यो पनि लाइक लेन्थ वाइज एकदम धेरै नै राम्रो छ। अनि अलि लाइक 5-7 सम्मको मान्छेले चाहिँ मजाले मिल्छ यो कुर्ता पनि। यस्तो कुर्ताहरू चाहिँ अनि लाइक सर्ट कुर्ताहरू जुन अहिले जुन एकदम ट्रेन्डी छ त्योहरू पनि एकदम धेरै नै पाइरहेको थिएँ। प्लस त्यो राजस्थानी प्रिन्टवाला जुन हुन्छ नि त्यो एकदम धेरै भेराइटीका थियो कि त्यहाँ। त्यो सँगसँगै लाइक कप सेटहरू, अनि ट्रेहरू, अनि हाउस होल्ड अप्लायन्सेसहरू, डेकोरेसनको सामानहरू सबै थोक पाइन्थ्यो कि त्यहाँ। हामी चाहिँ टाइम कन्स्ट्रेन्टमा भएर धेरै सपिङ गर्न पाएको थिएनौँ। सो डेफिनेटली नेक्स्टचोटि गयो भने चाहिँ त्यो कुरा दिमागमा राखेर अलिक चाँडै जान्छौँ होला। अनि मजाले एक्सप्लोर गरेर के सबै
कुरा मिलाएर लिएर आउँछौँ होला. द्याट्स अल फर दिस भिडियो. लेट मी नो डाउन इन कमेन्ट. र हलमा चाहिँ तपाईँहरूको फेभरेट कुन प्रडक्ट थियो. अनि मेरो लागि भन्दा पर्दा डेफिनेटली दिस जुत्ती अनि प्लस दिज भन्नाले मेरो सबै नै फेभरेट हो. मलाई सबै नै मन परेको हो. सो लाइक प्रिटी राम्रो छ. अनि मैले केही कुराको प्राइसहरू मेन्सन मैले यसको चाहिँ प्राइसहरू मेन्सन गरेको थिएन कुर्ताको चाहिँ. अनि हामीलाई एक्ज्याक्टली थाहा छैन बिकज हामीले दुइटै एउटै पसलबाट लिएको हो नि त. अनि एउटाको चाहिँ 2100 समथिङ हो, अर्को चाहिँ 2300 समथिङ हो. हामीले टोटलमा चाहिँ 4500 पे गरेको थियौँ. सो दुइटै लाइक प्रिटी अफोर्डेबल डिसेन्ट अमाउन्ट छ. मजाले त्यस्तो यहाँ यस्तो खोज्यो भने चाहिँ हामीले 3000 3500 त्यस्तो मजाले भन्छ. सो त्यो उसको कम्पेरिजनमा चाहिँ एकदम धेरै नै राम्रो छ. अफोर्डेबल चाहिँ 20 पनि छ. डेफिनेटली डु चेक इट आउट. सो यस, द्याट्स अल फर दिस भिडियो. डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब टु माई च्यानल. अनि यस्तो भिडियो अझै पनि हेर्न चाहनुहुन्छ भने चाहिँ डेफिनेटली लेट मी नो इन द कमेन्ट सेक्सन्स एन्ड आई विल मेक द्याट वान ह्यापन. ओके, बाई. डोन्ट फर्गेट टु लाइक द भिडियो.